हेलो नमस्कार साथीहरू, के छ तपाईहरूको हाल खबर र आशा गर्दछु तपाईहरू सन्चै हुनुहुन्छ होला। र आज म तपाईहरूलाई एउटा बिरामी सिंहको सर्ट स्टोरी सुनाउने छु। एक पटक वनको राजा सिंहको पेट गडबड भएछ र जंगलका धेरै जनावरहरू वनको राजा सिंहलाई भेट्न आए र भेट्न आएको जरायुले सिंहलाई भनेछ, सरकार हजुरको सास त धेरै गनाउँदो रहेछ। त्यसपछि सिंहले जरायुलाई भन्यो कि तिमीले मेरो सास गनाउँदैछ भन्ने साहस कसरी गर्यो? त्यसपछि सिंहले जरायुलाई झम्टिएछ र यत्तिकैमा सिंहले एउटा बनेललाई सोधेछ कि बनेल, तिमीलाई मेरो सास कस्तो लाग्यो? त्यसपछि बनेलले जरायुको दुर्गति देखेर भनेछ कि सरकार हजुरको सास त धेरै सुगन्धित छ, एकदमै राम्रो छ। त्यसपछि सिंहलाई फेरि रिस उठेछ, किनकि पेट बिग्रेको बेला सास कसरी सुगन्धित हुन सक्छ? तिमीले मलाई मूर्ख बनाउन खोजेको? त्यसपछि बनेल पनि सिंहको शिकार भयो र त्यसपछि फेरि सिंहले एउटा स्यालसँग सोधेछ, तिम्रो विचार के छ स्याल? त्यसपछि स्यालले भनेछ कि सरकार, मलाई रुघा लागेर रुघाले यस्तो सताएको छ कि कुनै कुराको पनि गन्ध थाहा पाउँदैन र यो चतुर जवाबले स्यालले आफ्नो ज्यान बचायो। र साथीहरू, तपाईहरूलाई यो स्टोरी कस्तो लाग्यो कमेन्ट गरेर अवश्य प्रतिक्रिया दिनुहोला। धन्यवाद।